आज म सर्लाही लालबन्दी 9 नम्बर नेपाल विद्युत प्राधिकरणमा छु। आज यो सर्लाही लालबन्दी नगरपालिका 17 रानीगञ्ज 1 नम्बर गैरीटोलको चाहिँ पोल अस्तव्यस्त भएर ढल्ने भयो हैन। त्यहाँको गाउँ बासिन्दालाई चाहिँ एकदमै गाह्रो भएको हुनाले हैन, अवस्था गम्भीर भएको हुनाले, नरमर्दै स्थिति भएको हुनाले अलिकति बाटोलाई पनि असहज हिँड्नेलाई भएको कारणले पोल व्यवस्थापनको लागि हामी चाहिँ निवेदन लेख्दैछौँ र निवेदन लेख्दै हुनुहुन्छ हाम्रो केशव भाइ हुनुहुन्छ, निवेदन लेख्दै हुनुहुन्छ। यसरी उता हुनुहुन्छ विनोद देली उहाँ पनि हुनुहुन्छ र म छु। हाम्रो अब यहाँनिरको चाहिँ देश कर्मचारी हाम्रो म्यामहरू हुँदो रहेछ, एकदम राम्रो, हामीलाई एकदम सहज वातावरण दिनुभयो। हामीलाई पनि यस विषयमा हैन कसरी जाने भन्ने प्रक्रियामा चाहिँ उहाँहरूले धेरै साथ सपोर्ट दिनुभएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। पोल तार व्यवस्थापन तथा थप पोल दिने बारे महोदय, उपरोक्त सम्बन्धमा लालबन्दी नगरपालिका वडा नम्बर 17 साबिक वडा नम्बर 1 रानीगञ्ज गैरीटोलमा यस कार्यालय मार्फत वितरण गरिएको अथवा जडान गरिएको पोलहरू भड्किएर तारहरू लत्ती स्थानीयहरूमा जोखिम उत्पन्न भएको हुँदा उक्त पोलहरूलाई सिधा गरी आवश्यक थप पोलहरू उपलब्ध गराई अस्तव्यस्त तारहरूलाई व्यवस्थापन गरी जोखिम रहित बनाइदिनु हुन अनुरोध गर्दछौँ। निवेदकमा केशव विश्वकर्मा, विनोद कुमार विश्वकर्मा, जीवन विश्वकर्मा। ना पिता हो रोहित जी, ना पिए तो चुप भाई, चुप पिए लागे। थैंक यू।